हजुरहरूले इन्कमको पार्टमा चाहिँ धेरै नेपालको प्र्याक्टिस चाहिँ क्यासमा ट्रान्जेक्सन हुने खालको इन्कम भएको कारणले गर्दाखेरि कसरी गर्ने, के गर्ने, कति गर्ने, कस्तो डेट इन्टरभलमा गर्ने भन्ने खालको कन्फ्युजन छ। जस्तै रेन्ट लिजको केसमा हजुर एउटा कुनै 30 डेजको मार्क राख्नुहोस्, त्यसको बेसिसमा चाहिँ डिपोजिट गर्न स्टार्ट गर्नुहोस्, अथवा डिपोजिटरलाई जसले रेन्ट पे गर्नुहुन्छ उहाँलाई डिपोजिट गर्दाखेरि त्यो ट्रेनमा डिपोजिट गर्न लगाउनुहोस्। स्यालेरी छ भने त्यही रेसियोमा हुनु पऱ्यो। र धेरै स्टुडेन्ट्सहरूको केसमा चाहिँ के कन्फ्युजन पाउँछ भने अब 4-5 दिन ढिला भयो, एक्ज्याक्ट 7 तारिकमा गर्नुपर्ने, आज 8 तारिक भयो, 9 तारिक भयो, त्यसले त्यस्तो डिटरमाइन गर्दैन। किनभने तपाईँको एज सुन एज त्यो तपाईँको इन्कम चाहिँ मन्थ वाइज मेन्सन भएर स्ट्राइक भएको छ भने 2-4 दिन, 5 दिन, 7 दिन, हप्ता दिन तलमाथिले त्यस्तो जिएस रिजेक्सनमा कुनै असर गर्दैन। तर ट्रान्जेक्सनको सोर्स जेन्युन हुनु पऱ्यो। यत्तिकै आर्टिफिसियल ट्रान्जेक्सन गरेर जिएस एप्रुभल गर्छु, अस्ट्रेलिया जान्छु भन्ने तरिकाले नसोच्नु भयो भने हजुरको फर्दर प्रोसेसिङमा त्यस्तो समस्या आउँदैन। र त्यसमा कन्फ्युजन हुनुहुन्छ भने हजुर आइएलटिएस पढ्दै गर्दाखेरि पनि हजुरले रोजिटा भिजिट गर्नुहोस्। हामीले इन्डिभिजुअल हजुरलाई काउन्सिलर एसाइन गर्छौँ। त्यसको बेसिसमा चाहिँ तपाईँलाई 1-to-1 काउन्सिलिङको बेसिसमा हजुर अगाडि बढ्नुभयो भने चाहिँ त्यसमा कन्फ्युजन अझै क्लियर हुन्छ। हामी तपाईँको साथमा छौँ। हस्, थ्याङ्क यू।